हेलो स्टुडेन्ट ओबी एजुकेसनमा तपाईहरुलाई स्वागत छ। आज हामी इन्टरफेरेन्सको तपाईको ओल्ड इज गोल्डमा आएका क्वेशनहरुको सोलुसन लिएर आएका छौं है। ओके, अब तपाईको इन्टरफेरेन्समा चाहिँ अब सुरुमा चाहिँ हामी एमसीक्यू वाला क्वेशनहरु गर्छौं है। ओके, अब तपाईको यहाँनिर हेरौं, तपाईको यो 2079 GI सेट A मा के आएको छ। इन यंग्स डबल सिल्ट एक्सपेरिमेन्ट द डिस्टेन्स बिट्विन द सिल्ट इज हाफ है, एन्ड डिस्टेन्स बिट्विन द सिल्ट एन्ड तपाईको स्क्रिन इज डबल, देन द फ्रिन्जर विड्थ बिकम्स भनेर तपाईको चारवटा अप्सन दिएको छ है। ओके, अब यो कहिले आएको भन्नुहुन्छ भन्दाखेरि तपाईको 2079 तपाईको GI सेट है, सेट तपाईको ए मा हो के रे हैन। ओके, सेट ए मा। ओके, भन्न खोजेको चाहिँ अब तपाईको यहाँनिर हेर्नुस् है, जस्तै अब यो सिल्ट भयो। ओके, यो तपाईको सिल्टको तपाईको डिस्टेन्स डी र तपाईको स्क्रिनको तपाईको यहाँनिर स्क्रिन छ, यसको डिस्टेन्स है। ओके, अब क्वेशनले के भन्यो भने तपाईको हाफ छ अरे, यसको तपाईको डिस्टेन्स चाहिँ तपाईको हाफ छ अरे। ल लेट x/2 मानौं हो। ओके, भने तपाईको यहाँ देखाउनु त सिल्ट देखाउनु त स्क्रिन सम्म, यो स्क्रिन हो। ओके, यो तपाईको सिल्ट। ओके है। ओके, अब यो भनेको तपाईको के छ भन्दाखेरि 2 टाइम्स छ अरे। ओके, ओके भनेपछि अब हामीलाई चाहिँ तपाईको के निकाल्न पर्यो भन्दाखेरि फ्रिन्जर विड्थ भनेर निकाल्न पर्यो। ओके, अब हामीलाई के थाहा छ भन्दाखेरि फ्रिन्जर विड्थ भनेको तपाईको बी भनेको बीटा भनेको तपाईको के हो भन्दाखेरि ल्याम्डा तपाईको क्यापिटल डी बाइ तपाईको स्मल डी है, स्मल डी। ओके, यहाँबाट ल्याम्डाको ल्याम्डा डी भनेको हेर्नुस् त कति छ भन्दाखेरि तपाईको 2x है। ओके, स्मल डी भनेको तपाईको x/2 छ। ओके, यो x र यो क्यान्सल गर्न पाइयो भनेपछि 4 ल्याम्डा यति मिटर आउने भयो भनेपछि 4 टाइम्स आउँदो रहेछ है। ओके, अब भनेपछि तपाईको अप्सन तपाईको कुन हुने भयो भन्दाखेरि अप्सन सी। ओके, त्यसैगरी क्वेशन नम्बर 2 मा चाहिँ के सोध्छ भन्दाखेरि यंग्स डबल सिल्ट एक्सपेरिमेन्ट इज फर्स्ट परफर्म इन अ इयर एन्ड देन इन अ मिडियम अदर देन इयर। Okay, it is found that 8th bright fingers is the medium. In the medium lies where the 5th dash fingers lies in a ear. Then the refractive index of the medium is nearly भनेर भन्छ। ओके, अब यहाँनिर हेरौँ है, जस्तै अब तपाईको के भन्यो भन्दाखेरि सुरुमा तपाईको यहाँनिर तपाईको लाइट पठाउँदाखेरि तपाईको अब यो सेन्टर भयो, तपाईको 5th तपाईको हेर्नुस् त 5th डार्क फिंगर लाइज ओके इन इयर, यहाँनिर तपाईको 5th पर्यो अरे हो। ओके, भनेपछि यसको तपाईको डिस्टेन्स भनेको के हुन्छ भन्नुस् त 2n-1 बाइ तपाईको 2 ल्याम्डा डी बाइ तपाईको के हुन्छ डी हुन्छ। ओके, त्यसैगरी अब फेरि अब यसमा चाहिँ तपाईको मिडियम भर्यो अरे है, मिडियम भर्दाखेरि तपाईको 8th है, 8th ब्राइट फिंगर है कहाँ पर्यो यही पर्यो भन्छ। भनेपछि अब यो तपाईको 8th है, 8th ब्राइट फिंगरको तपाईको अब विड्थ भनेको कति हुन्छ हेर्नुस् त तपाईको n बाइ डी के रे ल्याम्डा डी बाइ तपाईको स्मल डी हुन्छ। ओके, यो दुईटा तपाईको के रहेछ तपाईको विड्थ चाहिँ बराबर रहेछ। ओके, अब यहाँनिर हेर्नुस् है, यो तपाईको अब यसलाई तपाईको n1 लेख्नुस्, यसलाई तपाईको n2 लेख्नुस् है। ओके, यहाँ n1 भनेको 8 हो, n2 भनेको तपाईको 5 हो है, यो 2 को क्वेशन है। ओके, अब यहाँ हेर्नुस् है, यो दुईटा बराबर भयो हो, बराबर एकै ठाउँमा पर्यो भनेपछि तपाईको अब यो दुईटाको तपाईको हेर्नुस् त सेन्टरबाट तपाईको हेर्नुस् त डिस्टेन्स सेम छ है। भनेपछि अब हामीले के लेख्न पाइयो भन्दाखेरि n1 ल्याम्डा डी बाइ तपाईको डी बराबर तपाईको 2n2 - 1 अब ल्याम्डा तपाईको डी बाइ डी। ओके,
अब यहाँनिर हेर्नुहोस् है लेम्डा भनेको के हुन्छ भन्दाखेरि फरक हुन्छ किनभने मिडियम राखिसकेपछि तपाईको त्यसको तपाईको फ्रिक्वेन्सी सेम हुने भयो है फ्रिक्वेन्सी त तपाईको सेम हुने भयो तर भेलोसिटी के हुन्छ चेन्ज हुन्छ है यो v1 भयो नि यो v2 हुन्छ भनेपछि अब यसमा लेम्डा भनेको तपाईको v1 बाइ तपाईको f आउने भयो ओके त्यसैगरी अब यहाँ लेम्डा भनेको तपाईको v2 बाइ तपाईको f आउने भयो ओके अब यो तपाईको इयरमा भयो यो मिडियममा भयो भनेपछि इयरमा भएकोलाई यति नै राख्यौं यसलाई ड्यास भनेर राख्दियौं है ओके भनेपछि फरक हुन्छ किनभने भेलोसिटी तपाईको के हुने भयो भन्दाखेरि कम हुने भयो ओके भनेपछि अब यो ल्याम्डा ड्यास भयो ओके अब यहाँनिर हेर्नुस् है तपाईको अब यहाँबाट n भनेको तपाईको 8 n1 भनेको 8 राख्न पर्यो ओके यो डीलाई काट्यो ओके है अब यहाँबाट हेर्नुस् है अब हामीले निकाल्नु पर्ने भनेको अब के हो भन्दाखेरि ल्याम्डा बाइ तपाईको ल्याम्डा ड्यास रिफ्र्याक्टिभ इन्डेक्स भनेको तपाईको के हो भन्दाखेरि भेलोसिटी अफ लाइट इन एयर र भेलोसिटी अफ अ लाइट इन मिडियम हो नि ओके भेलोसिटी भन्नेबित्तिकै f ल्याम्डा भयो f ल्याम्डा ड्यास हुने भयो है ओके यहाँबाट हेर्नुस् ओके यसलाई तपाईको यहाँ v2 मानौ यसलाई तपाईको v1 माने हम ओके यहाँबाट हेर्नुस् फ्रिक्वेन्सी काट्यो यो भनेको ल्याम्डा बाइ ल्याम्डा ड्यास ओ ओके भनेपछि यहाँबाट अब 2 यहाँ n2 भनेको तपाईको कति छ भन्दाखेरि तपाईको 5 छ हैन ओके फिफ्थ डार्क भनेपछि -1 बाइ यहाँ 2 नि हो है ओके हामीले अघि लेखेको थियौं यहाँ 2 नि हो यो 2 लाई चाहिँ यता लरेर लेख्दाखेरि केही फरक पर्यो ल यही लेखिदिएँ ल ओके अब लेम्डा उता गइसक्यो ओके अब यो तपाईको हेर्नुस् है n1 भने तपाईको यता आएर डिभाइड गर्यो यस्तो भयो है सरी यहाँनिर चाहिँ के भयो भन्दाखेरि यसले यता गरेर डिभाइड गर्यो यसले यता आएर डिभाइड गर्यो n1 भनेको तपाईको 8 छ ओके 2 n तपाईको 2 भनेको तपाईको 5 छ ओके -1 बाइ तपाईको 2 यहाँबाट 8 अब यहाँबाट तपाईको 4 पॉइंट कति आउँछ यहाँबाट 9 भनेपछि 4 पॉइंट तपाईको 5 ओके यो भ्यालु पुट गरौँ ओके कति आउँछ त भन्दाखेरि 8 डिभाइड बाइ तपाईको 4 पॉइंट तपाईको 5 भनेपछि यहाँनिर तपाईको 1 पॉइंट हेर्नुस् है 1 पॉइंट तपाईको 77 तपाईको 7 आहा अब यसलाई 1.78 लेख्ने होला ओके भनेपछि तपाईको अप्सन कुन हुँदो रहेछ भन्दाखेरि अप्सन तपाईको 2 को चाहिँ सी हुँदो रहेछ है ओके बुझिए है ओके अब त्यसपछि आएर अर्को ओल्ड इज गोल्डमा दिएको क्वेशन नम्बर 3 हेरौँ है ओके क्वेशन नम्बर 3 मा चाहिँ तपाईको के भन्छ भन्दाखेरि टु कोहेरेन्ट सोर्स भनेको सेम फ्रिक्वेन्सी वेभलेन्थ नि सेम भन्न खोजेको इज अफ अ इक्वल इन्टेन्सिटी प्रोड्युस अ मैक्सिमम अफ 100 युनिट्स है इफ द एम्प्लिट्युड अफ one of the source is reduced by 20% then the maximum intensity produced will be भनेर भन्छ ओके अब यहाँनिर हेर्नुस् है सुरुको तपाईको एम्प्लिट्युड a नट रहेछ अरे है दुवैको तपाईको कोहेरेन्ट सोर्स भएपछि एम्प्लिट्युड तपाईको के हुने भयो भन्दाखेरि सेम हुने भयो है ओके भनेपछि तपाईको अब हामीलाई इन्टेन्सिटीको यो तपाईको म्याक्स है म्याक्स ओके इक्वल टु अब तपाईको यसको फर्मुला के हुन्छ भन्दाखेरि इन्टेन्सिटी इज डाइरेक्टली प्रोपोर्शनल टु एम्प्लिट्युड को स्क्वायर अब यहाँ दुईटा एम्प्लिट्युड दुईटा कोहेरेन्ट सोर्स छ है भनेपछि यहाँबाट तपाईको अब आई भनेको के हुन्छ भन्दाखेरि a नट प्लस तपाईको a नट को स्क्वायर हुने हो ओके त्यसैगरी r को i भनेको म्याक्स चाहिँ निकाल्न पर्ने हो ओके यो तपाईको के हो भन्दाखेरि गिवन हो हामीलाई यो निकाल्न पर्ने यो चाहिँ निकाल्न पर्ने हैन ओके यो ठुलो क्यापिटल M वाला ओके अब यो भनेको हेर्नुस् है अब यहाँबाट त तपाईको के गर्यो भन्दाखेरि यहाँनिर तपाईको एउटाको चाहिँ पहिला चाहिँ एम्प्लिट्युड ए नटै गएको थियो यहाँबाट नि ए नटै गएको थियो अब आएर फेरि तपाईको
अर्को कन्डिसनमा चाहिँ यहाँनिर चाहिँ तपाईँको के गर्यो भन्दा यो दुईटामा एउटामा तपाईँको A0 माइनस 20% घटाइदियो A0 को। ओके, यो पर्सेन्ट हटाउनको लागि तल 100ले भनेपछि यहाँबाट तपाईँको 0.2 आउने भयो, यहाँबाट तपाईँको 0.8 A0 आउने। ओके, यो त तपाईँको सेम छ भन्छ, A0 नै छ भन्छ। अब यो भनेको यसमा राखे नि भयो, यो यसमा राखे नि भयो, केही फरक पर्दैन इन्टरचेन्ज गर्दा। ओके, भनेपछि यहाँबाट तपाईँको A0 प्लस तपाईँको 0.8 A0 को स्क्वायर हुने भयो। ओके, हामीलाई यहाँ तपाईँको यो भनेको 100 दिएको छ, IM भनेको अब हेर्नुहोस् है क्यापिटल M। ओके, यहाँबाट हेर्नुहोस् है, अब यो 2A0 बाई 1.8 A0 हुने भयो को स्क्वायर। A0 क्यान्सल गर्न पाइयो। ओके, यहाँबाट I म्याक्स भनेको तपाईँको हेर्नुहोस् है, तपाईँको 20% घटाउँदाखेरि अब 100 इन्टु 1.8 को स्क्वायर बाई तपाईँको 2 को स्क्वायर भनेको 4। ओके, यहाँबाट हेरौँ है, अब 1.8 को स्क्वायर ओके है तपाईँको इन्टु 100 ओके डिभाइड बाई 4 गर्दाखेरि तपाईँको यो भनेको तपाईँको 81 आउँदो रहेछ है। भनेपछि अप्सन तपाईँको कुनमा छ भन्दाखेरि अप्सन बी करेक्ट रहेछ है। ओके, त्यसपछि आएर क्वेसन नम्बर 4 मा हेर्नुस्, अ मोनोक्रोमेटिक बीम अफ अ लाइट इज युज फर द फर्मेसन अफ अ फ्रिन्जेस ऑन द स्क्रीन बाय इल्युमिनेटिङ द टू सिल्ट इन द यंग्स डबल सिल्ट interference experiment है। When the thin film of a mica is interposed in the path of one of the interfering beams, then option A मा finger width increase, finger width decrease, B मा C मा the finger width remain same but pattern shift है। ओके, D मा finger patterns disappear भन्छ। भनेपछि तपाईको 4 को चाहिँ तपाईको अप्सन सी द फिंगर विथ रिमेन सेम बट प्याटर्न तपाईको शिफ्ट हुने भयो है। ओके, त्यसपछि आएर 5 मा के सोध्छ भन्दाखेरि टु सोर्स अफ अ लाइट आर सेड टु बी अ कोहेरेन्ट इफ दे इमिट्स अ वेव्स अफ तपाईको ए मा सेम भेलोसिटी। कोहेरेन्ट भन्ने बित्तिकै तपाईको फ्रिक्वेन्सी सेम हुने भयो, फ्रिक्वेन्सी सेम हुने बित्तिकै तपाईको वेभलेन्थ सेम हुने भयो, वेभलेन्थ सेम हुने बित्तिकै तपाईको के हुने भयो भन्दाखेरि कन्स्ट्यान्ट फेज डिफरेन्स हुने भयो। भनेपछि तपाईको अप्सन डी हुने भयो है। ओके, त्यसपछि आएर 6 मा चाहिँ तपाईको के सोध्छ भन्दाखेरि द फ्रिन्जर विथ इन्टरफेरेन्स अफ अ मोनोक्रोमेटिक लाइट produced by the double slit experiment is B है। okay, the wavelength of a light is lambda, then the ratio of a silt separation to the distance the silt and the screen भनेर भन्छ। ओके, भनेपछि अब हामीलाई चाहिँ तपाईको के भन्यो भन्दाखेरि तपाईको यहाँनिर क्वेशनले चाहिँ अब हामीलाई चाहिँ तपाईको रेशियो के को पतला भने भन्दाखेरि तपाईको सिल्ट सेपरेसन टु सिल्ट सेपरेसन भनेको डी बाई तपाईको क्यापिटल डी। ओके, भनेपछि अब तपाईको यहाँनिर हेर्नु 6 मा चाहिँ अब हामीलाई बीटा भनेको है, बीटा भनेको के हो ल्याम्डा बाई डी बाई तपाईको क्यापिटल डी है, क्यापिटल डी बाई तपाईको स्मल डी। ओके, भनेपछि यहाँबाट तपाईको हेर्नुस् है, अब हामीलाई डी बाई तपाईको क्यापिटल डी निकाल भने हो। ओके, डी बाई क्यापिटल डी भनेको अब यसले यता आएर मल्टिप्लाई अनि यसले डिभाइड गर्दाखेरि तपाईको ल्याम्डा बाई तपाईको बी हुँदो रहेछ। ओके, त्यसै अप्सन तपाईको कुन भयो भन्दाखेरि बी हुने भयो। त्यसैगरी अब 7 मा हेर्नुस् है, के सोध्छ भन्दाखेरि इन यंग्स डबल सिल्ट एक्सपेरिमेन्ट व्हेन द नम्बर अफ अ सिल्ट इज इन्क्रिज व्हाट ह्यापन्स टु द विथ अफ द सेन्टर मैक्सिमम भनेको तपाईको इन्क्रिज हुने भयो है। ओके, त्यसपछि 7 को ए भयो। त्यसपछि अब हामी क्वेशन न्यूमेरिकल क्वेशनतिर जान्छौँ है। ओके, अब न्यूमेरिकल क्वेशनमा सुरुमा तपाईको न्यू कोर्सको हेरौँ है। ओके, न्यू कोर्समा के भन्छ भन्दाखेरि इन यंग्स डबल सिल्ट एक्सपेरिमेन्ट द सिल्ट आर 0.03 सेन्टिमिटर अपार्ट एन्ड द स्क्रिन इज प्लेस 1.5 मिटर अवे। ओके, the distance between the center bright fingers and तपाईको हेर्नुस् त fourth bright finger is 1 centimeter। ओके है, भनेपछि calculate the
तपाईको वेभलेन्थ अफ द लाइट युज। ओके, अब यहाँ हेर्नुस् है, तपाईको यहाँनिर तपाईको सिल्ड भयो। ओके, यहाँनिर स्क्रिन भयो। ओके, अब त्यसपछि आएर यहाँ तपाईको यो सेपरेसन भनेको तपाईको कति दियो 0.03। ओके ओके, यो स्क्रिन। ओके है, यो तपाईको डी भनेको तपाईको कति दियो यहाँनिर हेर्नुस् है, डी भनेको 1.5 मिटर। ओके, यहाँबाट लाइट गयो, यहाँबाट लाइट गयो। ओके, अब यहाँनिर हेर्नुस् है, तपाईको सेन्टर ब्राइट फिङ्गर्स एन्ड फोर्थ ब्राइट फिङ्गर्स इज 1 सेन्टिमिटर। अब यो तपाईको हेर्नुस् है, सेन्टर ब्राइट हो। ओके ओके, त्यसपछि 1 2 3 4। ओके, अब यहाँनिर हेर्नुस् है, सेन्टर ब्राइट फिङ्गरबाट तपाईको यो फोर्थ ब्राइट फिङ्गरसम्मको डिस्टेन्स भनेको तपाईको कति दियो भन्दाखेरि तपाईको 1 सेन्टिमिटर। ओके है, भनेपछि अब यहाँनिर हेर्नुहोस् तपाईको अब हामीलाई यहाँनिर तपाईको 79 मा तपाईको जीआई सेटमा चाहिँ तपाईको सेट बी मा चाहिँ के दियो भन्दाखेरि गिभन चाहिँ ओके डी भनेको तपाईको 0.03 सेन्टिमिटर, यो मिटरमा लानको लागि अब तपाईको यसलाई तपाईको 100 ले डिभाइड गरिदिने हो। यो मिटरमा गयो, यो 100 माथि जाँदाखेरि तपाईको 0.03 × 10⁻² हुन्छ। ओके, अब यो डेसिमलमा नलेख्ने हो भने तपाईको अब 3 इन्टु हेर्नुस् त, डेसिमल पछाडि तपाईको 1 2 भयो भनेपछि 10⁻² लेख्न पर्यो। ओके, यहाँबाट तपाईको 3 × 10⁻⁴ सबै यो मिटरमा यसरी लेख्न सकिन्छ। यही कुरालाई यसरी लेख्न सकियो, यही कुरालाई यसरी लेख्न सकियो, यही कुरालाई यसरी लेख्न सकियो। ओके, त्यसपछि आएर क्यापिटल डी भनेको तपाईको 1.5 दियो। ओके, विथ बिट्विन सेन्टर ब्राइट टु तपाईको फोर्थ तपाईको ब्राइट फ्रिन्ज। ओके, इक्वल टु तपाईको कति दियो भन्दाखेरि 1 सेन्टिमिटर। 1 सेन्टिमिटर भनेको मिटरमा लानको लागि 100 ले डिभाइड गर्न पर्यो। 1 × 10⁻² मिटर, यसलाई 10⁻² मिटर मात्र लेख्दा नि केही फरक परेन। यो 1 ले जतिलाई मल्टिप्लाई गरे नि त्यति नै है। ओके, भनेपछि अब यहाँ गिभन यति दियो भनेपछि अब हामीलाई चाहिँ के वेभलेन्थ पत्ता लगा भनेर भन्छ है। ओके, भनेपछि ल्याम्डा भनेको वाट भनेर सोध्छ है। ओके, भनेपछि यहाँबाट हेरौँ बाइ क्वेसन। ओके, बाइ क्वेसनबाट चाहिँ अब यो भनेको हेर्नुहोस् है, तपाईको हेर्नुहोस् है, फोर्थ तपाईको हेर्नुहोस् है, फोर्थ ब्राइट फ्रिन्ज माइनस तपाईको सेन्टर फ्रिन्ज। ओके, इक्वल टु तपाईको 10⁻² मिटर। ओके, यसको तपाईको हेर्नुहोस् है, फोर्थ यहाँबाट कति डिस्टेन्समा पर्छ भन्दाखेरि तपाईको यो डिस्टेन्स यहाँदेखि त यहाँसम्मको डिस्टेन्स भनेको अब तपाईको 4 ल्याम्डा हो डी बाई तपाईको डी हो। ओके, अब सेन्टर ब्राइट फिङ्गर्स भनेपछि यहाँबाट हेर्नुहोस् है, ल्याम्डा निकाल्न परेको। ओके, यो भनेको तपाईको 10⁻²। ओके, इन्टु डी बाई तपाईको 4d। ओके, यहाँबाट 10⁻² इन्टु डी भनेको हेर्नुहोस् 3 × 10⁻⁴। ओके, यहाँबाट डी भनेको 1.5 इन्टु अगाडि 4 छँदैछ। ओके, क्यालकुलेसन गरौँ। ओके, अब यहाँ 3 डिभाइड बाई तपाईको 4 इन्टु तपाईको 1.5। ओके, गर्दाखेरि तपाईको 0.5 आयो। ओके, इन्टु यो दुईटा त तपाईको बेस सेम भएपछि माथिको तपाईको पावर के हुन्छ, एड हुन्छ, माइनस तपाईको 6। यो मिटर
यदि तपाईको यो डेसिमलमा नलेख्ने भने 5 इन्टु 10 टु द पावर माइनस तपाईको 7 मिटर। ओके, यो नै एन्सर भयो है। ओके, त्यसपछि आएर अर्को क्वेसन हेरौँ है, न्यू कोर्सकै तपाईको के भन्छ भन्दाखेरि इन अ यङ सिल्ड एक्सपेरिमेन्ट द सेपरेसन अफ अ फर्स्ट टु फिफ्थ फ्रिन्जर इज 2.5 mm when the wavelength used in a तपाईको 620 nanometer। ओके, the distance from the shield to the screen is 100 centimeter। calculate the separation of a two shield। ओके, अब यहाँ हेर्नुस् है, तपाईको 79 शेड तपाईको ओमा आएको, यो न्यू कोर्समै आएको। तपाईको हामीलाई चाहिँ तपाईको के दियो भन्दाखेरि डी निकाल्नु पर्ने। ओके, अब क्यापिटल डी भनेको तपाईको 80 सेन्टिमिटर दियो, यो भनेको 100 ले डिवाइड गर्दाखेरि मिटरमा जाने भयो 0.8। ओके, यसैलाई नि फेरि तपाईको 8 इन्टु 80 इन्टु 10 टु द पावर माइनस 2 मिटर यसरी नै लेख्न सकिन्छ है। ओके, त्यसपछि आएर हामीलाई अर्को गिवन के दियो भन्दाखेरि ल्याम्डा भनेको तपाईको 620 न्यानोमिटर। 1 न्यानोमिटरमा कति हुन्छ भन्दाखेरि तपाईको 10 टु द पावर माइनस 9 मिटर हुन्छ। भनेपछि यसलाई तपाईको 620 इन्टु तपाईको 10 टु द पावर माइनस 9 ले मल्टिप्लाई गरेपछि मिटरमा गयो। ओके है, अब तपाईको यति भयो हैन। ओके, यही कुरालाई तपाईको कसरी लेख्न सकिन्छ भन्दाखेरि 10.2 डेसिमललाई तपाईको 2 अंक अगाडि लेख्यो भने अब यहाँ तपाईको 10 को पावर 2 चाहिँ के हुने भयो भन्दाखेरि 10 माइनस 2 प्लस माइनस 9 प्लस तपाईको 2 हुने भयो, किनभने 1 2 दुईटा तपाईको के गरियो भन्दाखेरि अंक अगाडि चाहिँ तपाईको डेसिमल हालियो। ओके, अथवा तपाईको यसरी बुझ्नुहोस्, तपाईलाई यो गाह्रो लाग्छ भने तपाईको अब यहाँ हेर्नुस् 620 डिवाइड बाइ 100 गर्दिनुस् इन्टु 10 टु द पावर माइनस 9, माथि त इन्टु 100 गर्न पर्यो, यो क्यान्सल भएपछि यो त सेम आयो। यहाँबाट हेर्नुस् यो भनेको 6.20 इन्टु 10 टु द पावर माइनस 9 इन्टु 10 टु द पावर 2 हो, यो भनेको 6.20 इन्टु 10 टु द पावर बेस सेम भएपछि ओके, यहाँबाट यो भनेको तपाईको -7। ओके, यसरी नै लेख्न सकिन्छ है। ओके, भन्न खोजेको चाहिँ यो तपाईको 6.2 इन्टु 10 टु द पावर माइनस तपाईको 7 यसरी नै लेख्न सकिन्छ है। यसैलाई तपाईको 0.67 इन्टु 10 टु द पावर माइनस तपाईको अब 6 यो सबै मिटरमा है। ओके, यसरी नै लेख्न सकिन्छ। ओके, त्यसपछि अब हामीलाई के दियो भन्दाखेरि फिफ्थ फ्रिन्जर। ओके, सेपरेसन अफ फिफ्थ फ्रिन्जेस माइनस तपाईको फर्स्ट तपाईको फ्रिन्जेस भनेको तपाईको कति दियो भन्दाखेरि 2.5 mm। ओके, यो भनेको 2.5 1000 ले डिवाइड गरेपछि मिटरमा जान्छ, यसैलाई तपाईको 2.5 इन्टु 10 टु द पावर माइनस 3 मिटर भनेर पनि लेख्न सकिन्छ है। ओके, यहाँबाट हेर्नुस् है, तपाईको सेपरेसन अफ अ फिफ्थ फ्रिन्ज अब माइनस तपाईको फर्स्ट फ्रिन्ज भनेपछि अब तपाईको यसको विथ भनेको तपाईको के आउँछ भन्दाखेरि चाहे तपाईको दुईटै ब्राइट फ्रिन्ज होस् या तपाईको दुईटै तपाईको डार्क फ्रिन्ज होस् है। ओके, अब तपाईको हेर्नुस् है, अब डार्क फ्रिन्ज होस् भने तपाईको यहाँनिर हेर्नुस् बाइ तपाईको 2 ल्याम्डा डी बाइ तपाईको डी हुन्छ माइनस, अब यो n भनेको यहाँनिर तपाईको 5 भयो। ओके, 2 n भनेको 1 नै भयो। ओके, यहाँ इन्टु 1 माइनस 1 डिवाइड बाइ 2 इन्टु ल्याम्डा डी बाइ तपाईको डी। ओके, यहाँबाट हेर्नुस् है कति आयो, यो भनेको 10 भनेपछि 9 4.5 इन्टु ल्याम्डा डी बाइ डी, यहाँबाट तपाईको 0.5 ल्याम्डा डी बाइ तपाईको डी, यहाँबाट तपाईको 4 ल्याम्डा डी बाइ तपाईको डी आउँदो रहेछ। यदि तपाईको ब्राइट फ्रिन्जर हो भने तपाईको 5 ल्याम्डा डी बाइ तपाईको क्यापिटल डी बाइ स्मल डी माइनस तपाईको ल्याम्डा डी बाइ तपाईको डी हुने भयो। यो भनेको यो भयो, यो भनेको यो भयो।
यो केसमा यो भनेको फिफ्थ वाला, यो भनेको फर्स्ट वाला है। ओके, यहाँबाट नि तपाईँको 4 लेम्डा डी बाई तपाईँको डी नै आउँछ। ओके है, अब यहाँ तपाईँको स्पेसिफाई गरे हैन है। ओके, भनेपछि तपाईँको दुईटै कि तपाईँको डार्क फ्रिन्जेस हो कि तपाईँको ब्राइट फ्रिन्जेस हो है। ओके, भनेपछि यहाँबाट तपाईँको यो दुईटाको तपाईँको के आउँछ भन्दाखेरि विथ भनेको 4 लेम्डा डी बाई तपाईँको डी आउँछ। यहाँ हामीलाई डी सोधेको, डी सोधेपछि यो डी उता गएर मल्टिप्लाई गरे, यसले यता आएर डिभाइड गरे 4 इन्टु ल्याम्डा भनेको तपाईँको 620 इन्टु 10 टु द पावर माइनस 9 इन्टु है। यति गरेको चाहिँ तपाईँको यही क्वेसनलाई नि तपाईँको यो फर्ममा दिन सक्छ। यो तपाईँको ल्याम्डा भनेको वेभलेन्थ भने, त्यो कारणले मैले यो कुराहरू चाहिँ तपाईँलाई जानकारी दिनको लागि जुन भ्यालु हाल्ने नि हुन्छ यसमा चाहिँ है। ओके, एउटै हो। ओके, अब डी भनेको चाहिँ तपाईँको क्यापिटल डी भनेको तपाईँको 0.8 यो हाल्यो, यो हाल्दा नि तपाईँको सेम हो है। ओके, डिभाइड बाई 2.5 इन्टु 10 टु द पावर तपाईँको कति भयो भन्दाखेरि माइनस तपाईँको यहाँनिर कति आयो 3 आयो, यो माइनस हो। ओके, यसले तपाईँको -6 गर्यो। ओके, यहाँबाट हेर्नुहोस् है। अब तपाईँको यहाँनिर हेर्नुहोस् 0.8 इन्टु 4 इन्टु 620 ओके डिभाइड बाई 2.5 गर्दाखेरि तपाईँको कति आयो भन्दाखेरि यहाँ 79 तपाईँको 36 इन्टु 10 टु द पावर माइनस तपाईँको 6 मिटर आयो। ओके, यो भनेको तपाईँको 7.936 इन्टु 10 टु द पावर माइनस तपाईँको 5 मिटर नि हो। ओके, और तपाईँको और यो भनेको 0.7936 इन्टु 10 टु द पावर माइनस 4 मिटर नि हो। जुन एन्सर सबै एउटै हो है। ओके ओके, अब तपाईँको यहाँनिर अब हामी ओल्ड क्वेसनतिर लाग्छौँ है। ओके, तपाईँको ओल्ड क्वेसनमा चाहिँ तपाईँको यो 76 GIE सेट एमा सोधेको इन अ यंग्स डबल्स एक्सपेरिमेन्ट 2 shields सेपरेट 0.45 mm अपार्ट्स आर प्लेस 75 cm from the skin. What is the distance between the second and third dark line in the interference patterns? है ओके, on the screen when the तपाईँको shields are illuminated with a light of 500 nanometer. यो वेभलेन्थ दियो हेर्नुस् है। ओके, के दियो? वेभलेन्थ दियो। ओके, अब 1 नैनोमिटर भनेको त तपाईको कति हुन्छ भन्ने कुरो त तपाईलाई यहाँबाट थाहा भइहाल्यो। ओके, 2000 तपाईको 86 GIE तपाईको सेट तपाईको ए है। ओके, यहाँनिर हेरौँ तपाईको, अब यहाँनिर हेर्नुस् है। अब तपाईको शिल्डको हेर्नुस् है, यो शिल्ड भयो, यो भनेको तपाईको डी भनेको तपाईको 0.45 दियो। ओके, स्क्रिनको तपाईको डिस्टेन्स भनेको तपाईको 75 सेन्टिमिटर। ओके है, अब त्यसपछि आएर अब यहाँनिर हेर्नुस् है के भन्छ भन्दाखेरि तपाईको डिस्टेन्स बिट्विन सेकेन्ड एन्ड थर्ड डार्क फ्रिन्जेस। ओके, अब यहाँनिर तपाईको 1 2 3 4। ओके, अब यो फर्स्ट हो, सेकेन्ड हो र यो थर्ड हो है। ओके, यिनीहरू दुईटाको हेर्नुस् त तपाईको के भनेको भन्दाखेरि तपाईको डिस्टेन्स बिट्विन द सेकेन्ड एन्ड थर्ड डार्क फ्रिन्जेस है। भनेपछि अब यहाँनिर हेर्नुस् है, अब यो दुईटाको बिचमा यो तपाईको यहाँनिर यो सेन्टर हो भने यो फर्स्ट भयो, यो सेकेन्ड भयो, यो थर्ड भयो। यिनीहरू दुईटाको तपाईको बिचको डिस्टेन्स चाहिँ तपाईको कति दियो भन्दाखेरि तपाईको दियो। ओके, त्यो निकाल भनेर भन्छ। ओके, अब यहाँनिर हेर्नुस् है तपाईको डी भनेको गिभन चाहिँ तपाईको कति दियो 0.45 mm। यो भनेको तपाईको 0.45 इन्टु 10 टु द पावर माइनस 3 मिटर। यो भनेको तपाईको 45 इन्टु 10 टु द पावर माइनस 5 मिटर हो। ओके, यो भनेको तपाईको 75 सेन्टिमिटर, यो भनेको 0.75 मिटर हो। ओके, त्यसै गरी ल्याम्डा भनेको
ल्याम्डा वेभलेन्थ भनेको 500 तपाईको न्यानोमिटर दियो ओके यो भनेको 500 × 10 टु द पावर माइनस 9 मिटर हो यसलाई तपाईको 5 × 10 टु द पावर माइनस तपाईको 7 मिटर भनेर नि लेख्न सकिन्छ है ओके अब हामीलाई के निकाल भन्छ भन्दाखेरि फर्स्ट के रे थर्ड डार्क र सेकेन्ड डार्कको बीचको डिस्टेन्स ओके तपाईको डिस्टेन्स बिट्विन तपाईको थर्ड डार्क माइनस तपाईको सेकेन्ड डार्क भनेको तपाईको वाट भनेर सोध्छ है ओके यो भन्ने बित्तिकै तपाईको के हो ओके यो भन्ने बित्तिकै तपाईको यो भनेको 2n - 1/2 ल्याम्डा d बाइ तपाईको d माइनस 2n - 1/2 बाइ ल्याम्डा d बाइ तपाईको d ओके यहाँबाट हेर्नुस् तपाईको यो के आउँछ भने यसमा तपाईको n यसलाई n1 लेखौं यसलाई n2 लेखौं अथवा यसलाई 2 नै लेखौं यसलाई 3 लेखौं ओके भनेपछि 2 × 3 - 1/2 ओके ल्याम्डा d बाइ तपाईको d माइनस यहाँ तपाईको 2 × 2 - 1/2 यहाँबाट ल्याम्डा d बाइ तपाईको d ओके यहाँबाट तपाईको 6 - 1 भनेको 5 2.5 ल्याम्डा d बाइ तपाईको d माइनस अब तपाईको यो भनेको कति आउँछ 1.5 ल्याम्डा d बाइ d ओके यहाँबाट यो दुईटा घट्दाखेरि ल्याम्डा d बाइ d हुन्छ ओके यसको भ्यालु पुट गर्दिन्यो ओके माथिबाट 5 × 10 टु द पावर माइनस 7 × d भनेको चाहिँ तपाईको 0.75 ओके यहाँबाट तपाईको 45 × 10 टु द पावर माइनस 5 यसलाई काट्यो -2 है ओके यहाँ अब तपाईको अब यहाँनिर हेरौँ है ओके अब तपाईको 5 × पॉइन्ट तपाईको 75 ओके डिवाइड बाइ 45 ओके तपाईको अब यहाँबाट तपाईको 0.0833 × 10 टु द पावर माइनस तपाईको 2 आउँछ ओके अब यो नि एउटा आन्सर हो यसैलाई अर्को फर्ममा कसरी लेख्न सकिन्छ भन्दाखेरि अब 8 पछि डेसिमल लेख्ने हो भने अब इन्टु 8 अगाडि तपाईको हेर्नुस् त डेसिमल कहाँनिर छ तपाईको हेर्नुस् त तपाईको 1 2 है भनेपछि 10 टु द पावर माइनस तपाईको 4 मिटर यो भनेको तपाईको के आयो भन्दाखेरि तपाईको यो दुईटाको बीचको तपाईको डिस्टेन्स निस्क्यो है ओके यो नै तपाईको आन्सर हो ओके जसरी लेख्दा नि हुन्छ ओके यसलाई तपाईको अथवा अर भनेको फेरि यो नि अर हो यो दुईटा सेम हो यो नि तपाईको अब 0.833 × 10 टु द पावर माइनस तपाईको 3 मिटर यसरी लेख्दा नि भयो ओके है ओके यो 10 टु द पावर माइनस 3 भनेको तपाईको 1 बाइ तपाईको 1000 हो 10 टु द पावर माइनस तपाईको 5 भनेको 1 बाइ तपाईको 1 2 3 4 5 वटा 0 ओके है 1 बाइ ओके यसरी नि बुझ्न सक्नुहुन्छ है ओके यति भयो ओके त्यसपछि आएर अर्को क्वेशन हेरौँ अर्को क्वेशन चाहिँ तपाईको के सोध्छ भन्दाखेरि 4 मा है तपाईको 2076 सेट तपाईको सी ओके सेट सी मा चाहिँ तपाईको के सोध्छ भन्दाखेरि तपाईको इन योंग्स डबल स्लिट एक्सपेरिमेन्ट द सेपरेसन अफ अ फोर्थ ब्राइट फिंगर्स इज 2.5 mm okay the wavelength of the light used is 6.2 × 10 to the power 7 meter if the distance from the shield to the screen is 80 centimeter है ओके क्याल्कुलेट द सेपरेसन अफ अ टु शिल्ड भनेर भन्छ ओके यो क्वेशन तपाईको क्वेशन नम्बर तपाईको 79 सेट सी हो है ओके 79 सेट ओ सँग ठ्याक्कै मिल्छ क्वेशन नम्बर 2 सँग है ओके तर त्यहाँ चाहिँ तपाईको डिस्टेन्स बिट्विन तपाईको फिफ्थ र तपाईको फर्स्ट भनेको छ भन्न खोजेको चाहिँ तपाईको के आउँछ भन्दाखेरि तपाईको
विथ चाहिँ तपाईको के हुन्छ 4 लैम्डा डी बाई तपाईको डी नै आउँछ हो ओके चारवटा तपाईको ब्राइट फ्रिन्जेसको तपाईको विथ भनेको एउटाको यति आउँछ भने चारवटाको इन्टु 4 हो र फिफ्थ र तपाईको अब यदि डार्क भए पनि डार्कको पनि तपाईको के आउँछ भन्दाखेरि प्रत्येक डार्क फ्रिन्जेसको तपाईको लैम्डा डी बाई तपाईको डी नै हुन्छ भनेपछि यहाँ नि तपाईको चारवटाको डार्क फ्रिन्जेसको सोध्यो भने तपाईको के हुन्छ 4 ले मल्टिप्लाई गर्ने त हो नि हैन ओके अब भन्न खोजेको चाहिँ अब फिफ्थ फ्रिन्जेस माइनस फर्स्ट फ्रिन्जेस भनेको तपाईको के हो भन्दाखेरि 4 लैम्डा डी बाई तपाईको डी नै हो यति मात्रै घुमाएको है क्वेशनमा अब तपाईको सबै दिएको छ यहाँ हेर्नुस् है डी नि दियो हो अनि त्यसपछि आएर लैम्डा नि दियो हो दियो यो भनेको 6.2 इन्टु 10 टु द पावर माइनस 7 भनेको यो भनेको है 620 न्यानोमिटरै हो हेर्नुस् है कसरी भन्दाखेरि अब तपाईको यहाँनिर हेर्नुस् यसैलाई लैजाउँ ओके 620 यसलाई 100 ले डिवाइड गरिदियो भने यति नै हो इन्टु 10 टु द पावर माइनस 7 ओके है अब 620 को 0 लेखौं इन्टु यो माथि जाँदाखेरि के हुने भयो भन्दाखेरि 10 टु द पावर माइनस 2 हुने भयो ओके यहाँबाट 620 इन्टु 10 टु द पावर माइनस यो दुईटा बेस सेम भएपछि जोड्न पाइयो भनेपछि यहाँबाट 1 न्यानोमिटर भनेको तपाईको 10 टु द पावर तपाईको माइनस 9 मिटर हो ओके भनेपछि न्यानोमिटरमा लाने यो त मिटरमा आयो यसलाई न्यानोमिटरमा लानको लागि अब तपाईको 10 टु द पावर माइनस 9 ले डिवाइड गर्दिएपछि तपाईको आयो न्यानोमिटर ओके है ओके भनेपछि अब तपाईको यहाँनिर हेर्नुस् है फोर्थ 4 के भनेको भन्दाखेरि ब्राइट फ्रिन्जेस ओके 4 ब्राइट फ्रिन्जेस भनेको 2.5 mm दियो यो भनेको तपाईको 25 इन्टु 10 टु द पावर माइनस 4 भने नि भयो 2.5 इन्टु 10 टु द पावर माइनस 3 मिटर जे भने नि भयो ओके ओके न ओके भनेपछि यो भनेको तपाईको 4 ब्राइट फ्रिन्जेस एउटाको तपाईको लैम्डा डी बाई तपाईको डी हुन्छ भने चारवटाको 4 इन्टु लैम्डा डी बाई तपाईको डी हुन्छ यो यहाँ राखौं ओके 4 लैम्डा डी बाई तपाईको डी भनेको 2.5 इन्टु 10 टु द पावर माइनस 3 मिटर अब यहाँबाट हामीलाई के निकाल भनेको भन्दाखेरि 4 नम्बरमा चाहिँ क्याल्कुलेट द सेपरेसन अफ अ सिल्ट ओके यो डी भनेको अब यो उता गयो यसले यता आएर ओके 4 लैम्डा डी बाई तपाईको 2.5 इन्टु 10 टु द पावर माइनस 3 मिटर क्वेशन सेम हो अलिकति तपाईलाई चाहिँ थोरै के गरेको भने ट्विस्ट मात्रै गरेको है ओके अब यहाँ त भ्यालु राखेर तपाईले निकाल्न सक्नुहुन्छ एन्सर तपाईको कति आउँछ भन्दाखेरि क्वेशन नम्बर 2 मा चाहिँ तपाईको जति छ त्यति नै आउँछ है ओके त्यसपछि आएर क्वेशन नम्बर 5 मा द डिस्टेन्स बिट्विन द टु कोहेरेन्ट सोर्स इन अ यंग्स डबल स्लिट एक्सपेरिमेन्ट 0.3 mm ओके एन्ड तपाईको हेर्नुस् है इन्टरफेरेन्स प्याटर्न्स इज observe on a screen 60 centimeter 60 centimeter दियो है ओके from the source if the wavelength of a light is 6 into 10 to the power तपाईको -7 meter calculate the fringe width of the interference patterns भनेर भन्छ ओके यो 5 भनेको तपाईको 2075 GI सेटमा आएको क्वेशन नम्बर तपाईको 12 रहेछ है क्वेशन नम्बर 12 ओके अब यहाँ गिवन के दियो भन्दाखेरि तपाईको यहाँनिर हेर्नुस् डिस्टेन्स सोर्स ओके तपाईको डी भनेको स्मल डी भनेको 0.3 mm दियो यो भनेको 0.3 इन्टु 10 टु द पावर माइनस 3 ओके त्यसपछि आएर क्यापिटल डी भनेको 60 सेन्टिमिटर यो भनेको तपाईको 60 डिवाइड बाइ 100 हो यसलाई मिटर यो भनेको 0.6 मिटर ओके त्यसपछि आएर हामीलाई के दियो भन्दाखेरि वेभ लेन्थ दियो 6 इन्टु 10 टु द पावर माइनस तपाईको 7 दियो मिटर ओके ओके अब हामीलाई निकाल्नु पर्ने के हो भन्दाखेरि फ्रिन्ज विड्थ भनेको बीटा है भनेको अब बीटा भनेको तपाईको लैम्डा डी बाइ तपाईको डी यहाँ भ्यालु राख्दियौ 0.3 के रे
तपाईको 6 into 10 to the power minus 7 into हो ओके 0 point तपाईको 6 यहाँबाट तपाईको 0.3 into 10 to the power minus 3 ओके यसलाई तपाईको 6 into 10 to the power minus 3 into 0 point तपाईको 6 अथवा तपाईको 0.6 छ यसलाई काट्दाखेरि तपाईको 2 जा खान्छ है ओके भनेपछि यो तपाईको यसले काट्यो -4 भयो ओके भनेपछि यहाँबाट 12 into 10 to the power minus तपाईको कति आउँदो रहेछ 4 मिटर आउँदो रहेछ है ओके भनेपछि आन्सर ए भयो अथवा तपाईको यसलाई अर्को फर्ममा 1.2 into 10 to the power minus 3 मिटरको फर्ममा लेख्न सक्नुहुन्छ यो दुईटा भनेको एउटै हो है हामी अर्को क्वेशनतिर लागौँ है ओके अर्को क्वेशनमा चाहिँ तपाईको 6 मा चाहिँ के भन्छ भन्दाखेरि तपाईको इन यंग्स डबल स्लिट एक्सपेरिमेन्ट द सेपरेसन अफ अ 4 bright fringes is 2.5 mm. The wavelength of the light is 6.2 into 10 to the power minus तपाईको 5 सेन्टिमिटर दियो है and distance from the shield to screen is तपाईको कति दियो भन्दाखेरि 80 सेन्टिमिटर है ओके यो क्वेशन चाहिँ तपाईको हेर्नुस् है तपाईको यो 6 को तपाईको हेर्नुस् है 6 को तपाईको 2074 सेट बी मा आएको क्वेशन चाहिँ सेम एज तपाईको 2000 तपाईको 76 मा आएको 2076 मा आएको सेट सी सेट तपाईको सी मा आएको क्वेशनसँग ठ्याक्कै मिल्छ यहाँनिर के चेन्ज दिएको छ भन्दाखेरि तपाईको वेभलेन्थ छ नि वेभलेन्थ 6.2 into 10 to the power minus 5 सेन्टिमिटर दिएको छ हैन तर क्वेशन नम्बर तपाईको यसमा चाहिँ तपाईको कति दिएको छ भन्दाखेरि 6.2 into 10 to the power 7 मिटर ओके अब यसलाई तपाईको सेन्टिमिटरलाई मिटरमा लानको लागि अब के गर्न पर्यो भन्दाखेरि हेर्नुस् त सेन्टिमिटरलाई अब मिटरमा लानको लागि 100 ले डिवाइड गर्न पर्यो अनि 6.2 into 10 to यो माथि जाँदा 10 को पावर 2 हुन्छ बेस सेम भएपछि जोडिन्छ -7 मिटर भनेपछि यति मात्रै चेन्ज छ अरु सबै तपाईको सेम छ भनेपछि क्वेशन सेम हो त्यसरी नै गर्नुहोस् है ओके त्यसैगरी तपाईको 7 मा हेर्नुस् है 2000 तपाईको कतिमा आएको 73 मा आएको ओके 2073 सेट तपाईको डी मा आएको द सेपरेसन बिट्विन द कन्सिक्युटिभ डार्क फ्रिन्जेस कन्सिक्युटिभ भनेको नजिकको है सँगसँगैको डार्क फ्रिन्जेस इन यंग्स डबल स्लिट एक्सपेरिमेन्ट इज 1 mm 1 mm दियो है ओके अब त्यसपछि हामीलाई के दियो भन्दाखेरि द स्क्रिन इज प्लेस एट अ डिस्टेन्स 2 मिटर फ्रम द शिल्ड 1 mm सेपरेसन शिल्ड को सेपरेसन व्हाट इज द वेभलेन्थ अफ द तपाईको यो 7 को हेर्नुस् है तपाईको यो 7 को चाहिँ तपाईको कहिले आएको भन्दाखेरि तपाईको 2073 सेट डी मा आएको है ओके गिवन के दियो हेर्नुस् है गिवन तपाईको अब दुईटा डार्क फ्रिन्जेस को तपाईको सेपरेसन है भनेको अब बीटा भनेको तपाईको 1 mm दियो यो भनेको तपाईको कति हो भन्नुहुन्छ भन्दाखेरि तपाईको 1 into 10 to the power minus तपाईको 3 मिटर हो ओके त्यसपछि आएर डी भनेको तपाईको स्क्रिन चाहिँ 2 मिटर मा राख्यो अरे सेपरेसन बिट्विन द तपाईको स्क्रिन भनेको 1 mm दियो है ओके अब यहाँ हामीलाई के पत्ता लगाउनु ल्याम्डा ओके वी नो अब यहाँ बीटा भनेको तपाईको ल्याम्डा डी बाइ तपाईको डी अनि यहाँबाट ल्याम्डा भनेको तपाईको बी डी बाइ तपाईको डी यहाँबाट तपाईको 10 to the power minus 3 into डी भनेको तपाईको 1 into 10 to the power minus 3 यानी 10 to the power minus 3 मिटर डिवाइड बाइ तपाईको 2 ओके 10 to the power minus 6 डिवाइड बाइ 2 यहाँबाट 0.5 into 10 to the power minus तपाईको 6 यहाँबाट तपाईको 5 into 10 to the power minus तपाईको 7 हो ओके यति मिटर आउँदो रहेछ ओके त्यसपछि आएर क्वेशन नम्बर 8 मा हेर्नुस् है क्वेशन नम्बर 8 चाहिँ तपाईको
क्वेसन नम्बर 8 तपाईको यहाँनिर हेरौँ। क्वेसन नम्बर 8 तपाईको 2072 मा आएको, सेट डी मा आएको। तपाईको के भन्छ भन्दाखेरि इन यंग्स डबल सिल्ट एक्सपेरिमेन्ट द सिल्ट आर 0.03 सेन्टिमिटर अपार्ट, द सोर्स इज प्लेस्ड 1.5 मिटर अवे, द डिस्टेन्स बिट्विन द सेन्टर ब्राइट फ्रिन्जेस एन्ड अ फोर्थ तपाईको फ्रिन्जेस इज 1 सेन्टिमिटर, क्याल्कुलेट द वेभलेन्थ अफ अ लाइट। यो तपाईको सेम क्वेसन तपाईको डाटाहरु नि तपाईको त्यस्तो घुमाएर दिएको छैन, डिट्टु नै सेम दिएको छ है। ओके, तपाईको सुरुको तपाईको 2000 तपाईको 79 जीआई तपाईको सेट तपाईको बी को जुन सुरुमा क्वेसन 1 नम्बरमा क्वेसन गरेको थियो नि, हो त्यसको है, त्योसँग ठ्याक्कै म्याच हुन्छ। ओके, त्यसपछि आएर हामी 9 तिर लाग्यौं है। ओके, 9 तिर के भन्छ भन्दा टु कोहेरेन्ट सोर्स ए एन्ड बी अफ अ रेडियो वेव्स आर 5 meters ओके अपार्ट, इच सोर्स emit a waves with a wavelength 6 meter. Consider the point along the line between the two sources at what distance, if any, from a is a interference constructive है। ओके भन्न खोजेको चाहिँ अब हामीलाई यहाँ तपाईको के दियो भन्दाखेरि डिस्टेन्स बिट्विन तपाईको 5 मिटर दियो। ओके, ल्याम्डा भनेको तपाईको 6 मिटर दियो। ओके, भनेपछि अब हामीलाई चाहिँ तपाईको भनेपछि तपाईको फर हेर्नुस् है, कन्स्ट्रक्टिभ तपाईको इन्टरफेरेन्स है, पाथ तपाईको डिफरेन्स भनेको तपाईको n ल्याम्डा हुन्छ, वेयर n भनेको 0 1 2 3। ओके, अब हियर हेर्नुस् है, अब तपाईको d भनेको तपाईको लेस देन तपाईको ल्याम्डा छ हो, भनेपछि दिस इज ओन्ली पोसिबल फर तपाईको n बराबर तपाईको 0 को लागि मात्रै पोसिबल हुँदो रहेछ। ओके, यो a भयो, यो तपाईको b भयो। ओके, यहाँनिर तपाईको x भन्ने डिस्टेन्समा। ओके, अब नाउ हेर्नुस् है। ओके, अब यसलाई अब तपाईको s भनौं, as माइनस तपाईको sb पाथ डिफरेन्स भनेको, अब यहाँबाट तपाईको हेर्नुस् पाथ डिफरेन्स भनेको n ल्याम्डा हो, n भनेको तपाईको 0 छ, ल्याम्डा को ल्याम्डा। ओके, यहाँबाट हेर्नुस् है, as भनेको तपाईको x भयो, त्यहाँबाट फिगरबाट माइनस यो टोटल भनेको तपाईको कति हो 5 मिटर हो। ओके, 5 माइनस x हुने भयो इक्वल टु तपाईको 0, यहाँबाट तपाईको 2x बराबर तपाईको 5, x भनेको तपाईको 2.5 मिटरमा चाहिँ तपाईको इन्टरफेरेन्स कन्स्ट्रक्टिभ इन्टरफेरेन्स बन्दो रहेछ है। ओके, त्यसपछि आएर यहाँनिर हेरौँ अब अर्को तपाईको, अब त्यसपछि आएर 10 मा हेरौँ। 10 मा क्वेसन के सोध्यो भन्दाखेरि तपाईको 2068 मा। ओके, क्वेसन नम्बर 12 है, क्वेसन नम्बर 12 मा सोधेको के सोध्छ भन्दाखेरि टु सिल्ट सेपरेट 0.45 mm अपार्ट्स आर तपाईको प्लेस 75 सेन्टिमिटर फ्रम द स्क्रिन, व्हाट इज द डिस्टेन्स बिट्विन द second and third dark line of interference patterns on the screen when the silt are illuminated with a monochromatic light of wavelength भनेर दिन्छ। ओके, भनेपछि यो क्वेसन चाहिँ तपाईको हामीले गरिसकेका छौं। तपाईको यो क्वेसन चाहिँ तपाईको सेम डिटो सेम क्वेसन नम्बर 3 मा गर्दाखेरि तपाईको जुन तपाईको 2076 साल जीआई सेट तपाईको सेट ए मा भएको क्वेसनसँग डिटो मिल्छ। ओके, त्यसपछि आएर अर्को क्वेसन हेरौँ है, इन यंग्स तपाईको अब 11 मा हेर्नुस् है, 11 भनेको तपाईको 2068 सालमा आएछ, क्वेसन नम्बर 12 मा आएको। ओके,
In a Young's Young silt experiment, the separation of a fourth finger, bright fingers is 2.5 mm. When the wave length used in a 6.2 into 10 to the power minus 7 meter, the distance from the sill to screen is 0.80 meter. Calculate the separation of a two silt भनेर भन्छ है. ओके, यो क्वेशन चाहिँ तपाईको D2 तपाईको कुनसँग मिल्ने भयो भन्दाखेरि तपाईको यहाँनिर हेरौं 2.5 ओके. अनि यो क्वेशन चाहिँ तपाईको क्वेशन नम्बर तपाईको हेर्नुस् है, क्वेशन नम्बर तपाईको सुरुको तपाईको 2 को है तपाईको 2079 सेट ओसँग र तपाईको 2074 सेट तपाईको बी, क्वेशन नम्बर तपाईको 6. अब यहाँनिर चाहिँ तपाईको के फरक दियो भन्दाखेरि तपाईको अब 80 सेन्टिमिटर भनेको तपाईको 0.8 मिटर पनि हो है, यहाँ लेख्न सक्नुहुन्छ. ओके, त्यो चेन्ज दियो है, अरु खासै चेन्ज छैन है. ओके, यतिमा तपाई कन्फ्युज हुन सक्नुहुन्छ कि भनेर मात्रै भन्दै हो. ओके, D2 सेम क्वेशन हो है. ओके, त्यसपछि आएर हामी अब 12 मा लाग्छौं है. ओके, 12 मा लाग्छौं. 12 मा तपाईको हेर्नुस् है, 12 तपाईको 2067 मा आएको. ओके, इन अ टू सिल्ट तपाईको two silt interference experiment, the silt are तपाईको 0.2 mm apart. The screen is at a distance 1 meter. The third तपाईको bright fringer is तपाईको found at a 9.49 mm from the center fringe. Okay, find the wavelength भनेर भन्छ. ओके, 67 गए. हामीलाई के दियो भन्दाखेरि तपाईको D दियो 0.2 mm. यो भनेको 0.2 into 10 to the power minus 3 meter अथवा 2 into 10 to the power minus 4 meter. ओके, यहाँ तपाईको त्यसपछि आएर हामीलाई के दियो भन्दाखेरि क्यापिटल D भनेको 1 मिटर दियो. ओके, अब तपाईको वेभलेन्थ पत्ता लगाउन पर्ने. तपाईको थर्ड ब्राइट फ्रिन्जर माइनस तपाईको सेन्टर फ्रम सेन्टर भनेको तपाईको 9.49 तपाईको mm दियो. यो भनेको 9.49 into 10 to the power minus 3 हो. ओके, अब हेर्नुस् है, थर्ड ब्राइट फ्रिन्जर फ्रम द सेन्टर फ्रिन्जर भनेको 80 दियो. यो भनेको 3 लेम्डा तपाईको d बाइ तपाईको कति हुन्छ, d हुन्छ. ओके, अब तपाईको 3 बीटा यसरी लेख्न सक्नुहुन्छ. ओके, यहाँ हामीलाई लेम्डा निकाल्न पर्ने 9.49 into 10 to the power minus 3 into d भनेको तपाईको 2 into 10 to the power minus 4. ओके, 3 into अब d भनेको 1 छ. ओके, यहाँबाट तपाईको क्याल्कुलेसन गरौँ. 9.49 ओके into 2 डिवाइड बाइ तपाईको 2. ओके, डिवाइड बाइ 3 है. ओके, डिवाइड बाइ 3. ओके, भनेपछि हाम्रो यहाँबाट तपाईको यहाँनिर 9.49 into 2 डिवाइड बाइ तपाईको 3. यहाँबाट तपाईको 6.326 आछ. 6.33 लेखिदिए into 10 to the power minus तपाईको 7 मिटर. ओके, त्यसपछि आएर अब हामी क्वेशन नम्बर 13 को हेर्नुस् है. क्वेशन नम्बर 13 चाहिँ तपाईको कहिले आएको, 2064 सालमा आएको. तब के भन्छ भन्दाखेरि इन अ यंग्स डबल सिल्ट एक्सपेरिमेन्ट द सेपरेसन बिट्विन द तपाईको फर्स्ट एन्ड फिफ्थ ब्राइट फ्रिन्जेस इज 2.5 mm. When the wavelength of light used is 6.2 into 10 to the power minus 4 mm. The distance from the sill to screen is 80 centimeter. भनेपछि यो क्वेशन पनि तपाईको
सेम कुन क्वेशनसँग भन्दाखेरि क्वेशन नम्बर तपाईको कतिसँग भन्दाखेरि तपाईको क्वेशन नम्बर 11 यो क्वेशन नम्बर 11 यो 2000 तपाईको 68 मा आएको त्यो भन्दा अगाडि नै आएको क्वेशनसँग म्याच हुन्छ त्यो भन्दा अगाडि लेखिएको छ अगाडिको क्वेशनमा ओके त्यसपछि आएर अर्को क्वेशन हेरौं अर्को क्वेशन चाहिँ तपाईको 14 मा के आएको भन्दाखेरि तपाईको इन एन एक्सपेरिमेन्ट के भन्छ भन्दाखेरि युजिङ यंग्स सिल्ड द distance between the center of interference patterns and the 10th bright fringes on the either side is 3.44 centimeter. Distance between the shield and the screen is 2 meter. If the wavelength of the light is used 5.89 into 10 to the power minus 7 meter, determine the shield separation and the angle made by the central bright fringe at the shield. ओके अब हामीलाई तपाईको गिवन के दियो भन्दाखेरि तपाई डी भनेको तपाईको 2 मिटर दियो है ओके त्यसपछि आएर तपाईको वेभलेन्थ भनेको 5.89 into 10 to the power minus 7 मिटर दियो सेपरेसन अब हामीलाई डी पत्ता लगाउन पर्यो अल्फा पत्ता लगाउन पर्यो हामीलाई के दियो भन्दाखेरि डिस्टेन्स बिट्विन 10th bright fringes from center भनेको तपाईको कति दियो 3.44 सेन्टिमिटर दियो है ओके सेन्टिमिटरलाई मिटरमा लानको लागि 100 ले डिवाइड गर्ने 3.44 into 10 to the power minus 2 यो केमा गयो मिटरमा गयो ओके अब यसको तपाईको के हुन्छ भन्दाखेरि 10 lambda d by तपाईको d हुन्छ ओके इक्वल टु तपाईको 3.44 into 10 to the power minus 2 ओके यहाँबाट अब हामीलाई d चाहियो 10 into lambda भनेको 5.89 into 10 to the power minus 7 ओके into d भनेको 2 3.44 into 10 to the power minus 2 यसले काट्यो minus 5 भयो ओके अब यहाँबाट हेरौं 5.89 into तपाईको 2 ओके डिवाइड बाइ 3.44 यहाँबाट तपाईको कति आयो भन्दाखेरि तपाईको 3.42 यहाँबाट 3.42 into 10 to the power minus 4 मिटर ओके सेपरेसन भनेको यति रहेछ अब अल्फा भनेको तपाईको के हो त अल्फा भनेको जस्तै अब यो त तपाईको के आयो बी आयो यो भनेको त तपाईको डी हो हैन ओके भनेपछि अब तपाईको अल्फा भनेको हेर्नुस् त बी बाइ तपाईको डी हुन्छ ओके बी भनेको तपाईको हेर्नुस् त कति छ यहाँ यति दिएको छ 3.44 into 10 to the power minus 2 ओके डिवाइड बाइ त डी भनेको तपाईको 2 यहाँबाट अब तपाईको कति आउने भयो 3.44 इन्टु नगरौँ मैले ओके डिवाइड बाइ तपाईको 2 गर्दाखेरि तपाईको 1.72 into 10 to the power minus 2 मिटर आउँदो रहेछ यो अल्फा 10 अल्फा लिन पर्ने तर हामीले किन 10 अल्फा लिएनौं भन्दाखेरि यो स्मल एंगल भएको कारणले गर्दाखेरि चाहिँ तपाईको 10 अल्फा भनेको तपाईको अल्फा सँग बराबर हुन्छ अथवा तपाईको 10 थीटा भनेको तपाईको थीटा सँग बराबर हुन्छ ओके अब यो के मिटरमा आए त आएन यो रेडियन हो है ओके रेडियनमा आए ओके यदि तपाईको 10 थीटा लिएर गरेको भए तपाईको डिग्रीमा आउँथ्यो हैन ओके
अब यो स्मल एंगल मानेर गरेको छौं त्यही भएर अब यो रेडियनमा है ओके अब यति भइसकेपछि अब अर्को लास्ट एउटा क्वेशन हेरौं है ओके लास्ट एउटा क्वेशनमा चाहिँ तपाईको 15 मा तपाईको आको 2000 तपाईको 59 मा आको तपाईको टु सिल्ड आर तपाईको 0.3 mm अपार्ट प्लेस 50 cm तपाईको सेन्टिमिटर फ्रम द स्क्रीन व्हाट इज द डिस्टेन्स बिट्विन द सेकेन्ड एन्ड थर्ड डार्क lines of the interference patterns when the shield are illuminated with a light of 60 nanometer of a wavelength है ओके अब यहाँ निर हेर्नुस् d भनेको 0.3 mm दियो यो भनेको 3 × 10⁻⁻4 मिटर हो ओके वेभलेन्थ भनेको तपाईको 600 न्यानोमिटर दियो यो भनेको 600 × 10⁻⁹ मिटर हो ओके त्यसैगरी अब तपाईको क्यापिटल D भनेको 50 सेन्टिमिटर दियो यो भनेको 0.5 मिटर हो ओके अब हामीलाई तपाईको डिस्टेन्स बिट्विन सेकेन्ड एन्ड थर्ड डार्क फ्रिन्जेस भनेको तपाईको लैम्डा d बाइ तपाईको d हुन्छ यहाँबाट अब भ्यालु पुट गर्नु आन्सर निकाल्नु ओके 6 × 10⁻⁷ * d भनेको 0.5 यहाँबाट 3 × 10⁻⁴ यसले तपाईको -3 जा काट्यो यो भनेको 2 भनेपछि 1 × तपाईको 10⁻³ मिटर ओके यसैगरी अब तपाईको एउटा सानो क्वेशन हेर्छौं हैन ओके क्वेशन चाहिँ तपाईको के छ भन्दाखेरि न्युटन्स रिङसँग सम्बन्धित छ है यो तपाईको 2077 सेट डी मा आएको यो न्युटन्स रिङ्स वाला नि गर्दियौ भनेर है ओके इन अ न्युटन्स रिङ्स एक्सपेरिमेन्ट द डायमिटर अफ अ फिफ्थ रिङ वाज फाउन्ड एज अ तपाईको 0.594 एन्ड दैट अफ द फिफ्थ रिङ वाज 0.332 सेन्टिमिटर है ओके अगाडिको नि सेन्टिमिटर पछाडिको नि सेन्टिमिटर क्याल्कुलेट द रेडियस अफ अ कर्वेचर अफ द plano convex lens if the wavelength of a light is used is 5890 angstrom भनेर भन्छ है ओके भनेपछि अब यहाँनिर हेरौं तपाईको अब डायमिटर तपाईको डायमिटर अफ तपाईको 2000 तपाईको 77 मा आएको है सेट तपाईको डी मा आएको अब डायमिटर अफ तपाईको कति दियो भन्दाखेरि 15th रिङ ओके D15 भनेको तपाईको 0.594 सेन्टिमिटर दियो त्यसैगरी 5th रिङको तपाईको D5 भनेको 0.332 सेन्टिमिटर दियो ओके वेभलेन्थ अफ लाइट भनेको तपाईको 5890 एम्स्ट्रोङ दियो ओके एक आर्मस्ट्रोङ भनेको तपाईको 10⁻⁻ तपाईको 10 के हुन्छ मिटर हुन्छ 5890 × 10⁻⁻ तपाईको 10 मिटर हुने भयो ओके भनेपछि अब हामीलाई रेडियस अफ कर्वेचर भनेको r भनेको फाइन्ड आउट गर्नुपर्ने छ है ओके अब यसको फर्मुला तपाईको के हुन्छ भन्दाखेरि तपाईको r भनेको रेडियस अफ कर्वेचर है कर्वेचर भनेको अब तपाईको के हुन्छ भन्दाखेरि dm हो स्क्वायर माइनस dn स्क्वायर बाइ तपाईको 4 लैम्डा m माइनस n हुन्छ ओके अब यो भ्यालु पुट गरौँ यहाँबाट तपाईको अब यो सेन्टिमिटरमै राख्दिए नि भयो ओके यो स्क्वायर माइनस 0.332 को स्क्वायर बाइ 4 * तपाईको अब यहाँ 589 × 10⁻⁹ राख्दिए नि भयो यो 0 हटाएर यो एउटा 0 हटाएपछि माथिको एउटा 0 हट्ने भयो भनेपछि 9 हुने भयो इन्टु अब 15 - 5 यो m भनेको चाहिँ तपाईको ओके यहाँबाट तपाईको आन्सर चाहिँ तपाईको कति आउँछ क्याल्कुलेट गर्दाखेरि तपाईको यति मिटर आउँदो रहेछ रेडियस अफ कर्वेचर अफ प्लानो कन्भेक्स मिरर भनेको कि लेन्स भनेको भन्दाखेरि यहाँ तपाईको लेन्स है ओके आजको लागि हामीले यति नै गर्यौं हैन ओके हस् धन्यवाद।